आज म अलि सबेरै उठेर यसो बाहिरतिर हेरेँ। हल्का हावाको सिरेटोहरू चलिरहेको थियो। तर पनि यी मेरो यात्राहरू कहीँ कतै रोकिनुवाला भने थिएन, किनभने मैले दर्शक श्रोताहरूको माया र मेरो मनैदेखिको चाहनालाई स्वागत गर्नु थियो। त्यसैले मेरो यी यात्राहरू अब केही समयमै साप्क्योको निम्ति अगाडि बढ्नेछ। अहिले म साप्क्योको पार्कमा तपाईहरुलाई भिडियो प्रस्तुत गर्ने क्रममा छु। अब अगाडि हेर्दै जाउँ।
The view from here are truly interesting and enjoyable. The boats floating on the water, the battleship armories tiring the Korean War, and the beautiful handmade stair are truly priceless. Like in Nepal, become the mayor of Dharan city, Mr. Harka Sampang Rai. उहाँले जुन अहिले सोच्नु भएको छ उहाँको जुन सिद्धान्त शैली हैन सेम लाइक यस्तै लाग्छ मलाई. आई थिंक माया गर्ने जोडीहरू हुनुपर्ने र यहाँ वुमनहरू देखिएको छ. कुनै एप्पलको मुनि पानाको मुनि खाली प्लेसहरू पनि देख्न सकिन्छ. Anyway, the view are so good. जति पनि यस च्यानललाई हेरेर बस्नुभएको छ सम्पूर्णलाई मनैदेखि धन्यवाद र नमन भन्न चाहन्छु. विहामको साइनहरू देख्न सकिन्छ. विहाम भनेको खतरा है, डेन्जर भन्छ इङ्ग्लिसमा. त्यसै गरी यो जुन देखिरहेको दृश्यहरू चाहिँ साप्क्यो र इन्जुलाई जोड्ने पुल हो. यो एकदमै राम्ररी यो ढुङ्गालाई मिलाएर राखेको जुन वाल टाइपको छ यो एकदम राम्रो लाग्यो मलाई. त्यसै गरी जुन समुद्रको तटमा भनौँ न हैन यो गरिएको चिजहरू एकदम राम्रो छ, हेर्न लायकको छ. त्यसै पनि साप्क्यो एउटा पर्यटकीय स्थलको रूपमा नै मान्न सकिन्छ. फुल फुलेको छ. त्यसै गरी the people make art so good. Statue and here I think it's perfect on the location, माथि साप्क्योमा होटलहरू देख्न सकिन्छ. यदि तपाईँ कोरियाको कुनै पनि प्रान्तमा हुनुहुन्छ भने, यदि तपाईँ चुङनाम आउँदै हुनुहुन्छ भने साप्क्यो आउन नभुल्नुहोला. यहाँको मौलिकता, यहाँको प्राचीन भनौँ न परम्परागत फुड पनि रहेछ. सीफुड भन्छ इङ्ग्लिसमा. एन्ड देन हाम्रो भाषा भन्नुपर्दाखेरि सामुद्रिक प्राणीहरू, यहाँ चाहिँ माछा लगायतका अक्टोपस, त्यसै गरी विभिन्न सामुद्रिक प्राणीहरू खान पाइँदो रहेछ यहाँ. हुन त हामीलाई समुद्र सतहदेखि निकै टाढा छ हाम्रो देश, हाम्रो राष्ट्र. त्यस कारणले पनि हामीलाई समुद्रको प्राणीहरू, समुद्री खानाहरू यति राम्रो नलाग्न सक्छ. तर पनि यहाँको चाहिँ विशेष भनेकै माछा लगायतका अन्य अक्टोपसहरू रहेछ. कोरियामा यति मानिसहरू जुन छुट्टीको बेला हुन्छ
नि यसरी पार्कहरुमा आउने गर्छ फ्यामिलीसँग है फ्यामिलीसँग आएर इन्जोय गर्ने त्यस पछाडि रमाइलो गर्ने खाने गर्ने गर्दछ यो सायद वर्ल्ड म्याप हुनुपर्छ मेरो विचारमा एकदम राम्रो बनाएको छ जुन देखिएको तस्बिर छ जुन मेरो अगाडि सजिएको म्याप छ है यो साँच्चै नै राम्रो छ सुन्दर छ मनमोहक छ 7 समुद्र पारिएको देश यो साउथ कोरिया साँच्चै नै रमाइलो छ तपाईं हामीले सोचेको भन्दा पनि अझ राम्रो लाग्दछ यो राष्ट्र यहाँका मानिसहरू त्यस्तै मिलनसार छन् अनि यहाँको भूगोल र यहाँको बनावट साँच्चै नै वाउ भन्न लागेकै छ मानिसहरू दुःख गर्छन् दुःख पछाडि सुख अवश्य हुन्छ भन्छ त्यसकै दौडानमा छ कोरिया साउथ कोरिया एक नमुना राष्ट्र नै हुनुपर्छ विश्वमा यहाँको सुपरमार्केटहरू सियु GS24 लगायत अरू धेरै छन् हाम्रो नेपालको गोर्खा डिपार्टमेन्ट र भाटबोर्नी जस्ता यो सडकमा राखिएको सुन्तलाको दोकान no matter how hard the work is it is really fun to be interested in the people here and their lifestyle and daily life मानिसहरू यहाँ साँच्चै नै रमाइलो गर्न चाहन्छन् no matter other people who have the fun time अनि त्यसै गरी यहाँको खेल गरेको फुटहरू यातायातको त कुरै नगरौँ ट्राफिक एन्ड देन यहाँको जुन लिगल छ कानुनिक प्रावधानहरू साँच्चै नै एकदम मन छुन्छ यार यहाँको डेलिभरी जुन फुड डेलिभरी अनि फुड सर्भिस एकदम राम्रो एकदम बेस्ट लाग्छ मलाई हुन त जति पनि मैले देखेको थिएँ त्योभन्दा केही फरक त पक्कै पनि छ नै तर पनि कोरिया साँच्चै नै एकदम अर्ग्यानिक टाइपको लाग्छ मलाई यहाँको मानिसहरू The sensory and the movement of people are creating a special sense of fun today, I think. है मेरो विचारमा चाहिँ त्यही लाग्यो
आज चाहिँ यो श्यामको पार्क भन्छ, म यहाँ जाँदैछु। हुन त आजको विशेष पनि यही क्षेत्रलाई मनाएर आएको मैले। यहाँ बेबी हुनेको लागि त अझ रमाइलो नै होला जस्तो लाग्छ मलाई। म प्रवेश गरेँ। मानिसहरू मलाई देखेर सायद छक्क पर्दैछन्। तर पनि इट्स ओके, किनभने मैले दर्शकहरूलाई यो देखाउन सके कोरियामा फन टाइम अर्थात् होलिडेमा कसरी लाइफ बिताउँछ भनेर। हो, सायद यो ट्रेनिङ हुनुपर्छ बच्चाहरूको लागि। मानिसहरूको एकदम भिडभाड छ यहाँ। रमाइलो गरिरहेका छन् सबैजना, आफ्नो मोडमा छ। प्राय गरेर फ्यामिलीहरू टुगेदर आउने रहेछ यहाँ। कति रमाइलो है। I have only seen what I have seen on screen for a long time. मेरे विचार में त्यस्तो लाग्थ्यो, but today I am very happy to see it in front of my own eyes. आज मैले जुन मेरो आँखामा अगाडि यो चिजहरू देखेँ, सायद कोरियामा यस्तो पनि हुँदो रहेछ। विशेष गरी बच्चाहरूको लागि त झन् बेस्ट हुन्छ। यो चिजहरू हेर्दै जाँदाखेरि मलाई पनि कता कता बच्चाको पनि याद आयो। मेबी आई वाज गर्ल बट आई एम नट इन अ ह्यारी टुडे बिकज दिस इज जस्ट अ पिक्चर। एउटा तस्बिर मात्र थियो जुन पिक्चरले बोलिरहेको छ। मलाई सायद आवाज हुन्थ्यो, मलाई बोलिरहेको छ। 4D लेखेको थियो अगाडि, अनि दायाँ हातले चाहिँ यारो दिएर बायाँ हातले बोलिरहेको थियो। अगाडि के छ सायद मलाई त्यो थाहा भएन। तर म पुनः यतैपट्टि मोडिएँ। अगाडि जानु थियो मलाई। यो चित्रहरू हेर्दाखेरि कता कता डर पनि लाग्थ्यो। आई थिङ्क घोस्ट भम्पायरको हुनुपर्छ म्युजियम। फेरि पनि त्यो जुन बेबी ट्रेन थियो त्यो फर्स्टमा भित्र एक सेकेन्ड छुट्टी भेटेँ। अब म यो आई थिङ्क यहाँ चाहिँ एनिमल्सहरू हुनुपर्छ मेरो विचारमा। एनिमल अर प्लान्ट्स, स्टिल कन्फ्युज, बट आई थिङ्क एनिमलै हुनुपर्छ। वाउ, कति मजाले बनाएको। बेबीहरू टिचर हुनुपर्छ सायद, टिचर होला। वा, सारङ्गी एन्ड देन म्युजिक। नेपालमा के भन्छ यसलाई, पहले भन्छ सायद। एन्ड देन पेन्गुइन रहेछ। पेन्गुइन, वाट इज दिस? आई थिङ्क पान्डा, मलाई थाहा भएन। यो पान्डा रहेछ। एन्ड देन वाटर फन लायनको
font रहेछ and then यो त्यो I think beer होला सायद and again deer मृग हो यो है मृग काउ वाउ हाम्रो नेपालको राष्ट्रिय एनिमल हो यो काउ and then sheep but sheep को सिङै छैन वा बेबी sheep के दामी है यो सिङ कसले बाँचेको and then क्रेजी भन्छ pig oh my god बेबी pig कति क्यूट रहेछ बेबी pig मान्छे बेबी pig ऱ्याबिट पनि रहेछ ओके देन म फेरि ब्याक आउँछु पुनः म मार्केटतिर जान्छु सरी मेलातिर यतातिर चाहिँ यो सबै बेबी फनको लागि होला सायद त्यो राम्रो राम्रो कारहरू छ बेबीको लागि होला मानिसहरूको भिड त्यस्तै छ म पनि के त आफ्नो तालमा है भिडियो खिचिरहेको छु किनभने मेरो साथमा तपाईँहरू हुनुहुन्छ दर्शकहरू हुनुहुन्छ तपाईँहरूको निमित्त म हिँडिरहेको छु एकदम रमाइलो लागिरहेको छ आज वाउ इट इज सो अमेजिङ यो चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लाग्छ अपमा गएर डाउन गर्दाखेरि चाहिँ कस्तो होला यो फिल्ड त्यो पनि बेबीको लागि Home is essential in life, I think. Very bizarrely, I have seen those examples before my eyes. आज मैले त्यो एक्जाम्पल देखिरहेको छु फोन चाहिँ लाइफमा हुनुपर्छ किनभने विदाउट फोन चाहिँ मानिसहरू इमोसनल बन्छ क्या एकदमै थिङ्क ओभर गर्ने एन्ड देन वर्क गर्दाखेरि पनि हार्ड वर्किङ गर्ने हुन्छ नि त्यस कारणले मानिसहरू अधिकांश डिप्रेसनमा जान सक्छ सो द्याट मैले त्यसैको उदाहरण दिँदै पुनः म गेटबाट बाहिर जान लागिरहेको छु अङ्कलहरू हाँस्नुहुन्छ अब गेट आउट हुँदैछ सडकको अवस्था पनि उस्तै छ एकदम निट एन्ड क्लिन यहाँको हुन त नीति र नियम राम्रो हुनुपर्छ अरू कुरा सबै अटोमेटिकली ओके भन्छ नि है सबै कुराहरू ठिक हुनको लागि पोलिटिक्स एन्ड देन गभर्मेन्ट बेस्ट हुनुपर्छ त्यस पछाडि कुनै पनि राष्ट्रमा कानुन हुनुपर्छ कि लिगल इज बिगर देन अदर थिङ्स भन्छ है कानुन चाहिँ सबैभन्दा माथि हो बट हाम्रो राष्ट्रमा चाहिँ हामीले सोचे जस्तो कानुन चाहिँ भएन कि भन्ने चाहिँ यो त कता आवाज हुन्छ गोल्डन गेट सायद बनाएको हुनसक्छ यस्तै गरी म सडक गल्लीहरूमा हिँड्ने क्रममा चाहिँ मानिसहरू आवाजावत एकदम
छ आज यस क्षेत्रमा सायद यस्तै नै होला हुन चाहिँ तर आज अझ बढी हो कि जस्तो लाग्यो होलिडे यस क्षेत्रमा विशेष मानिसहरू सीफुड खान आउँछन् सामुद्रिक जीव भन्छ ट्विन्सहरू हो कि के हो होटल प्याक छ भित्रतिर हेर्नुहोस् त सबै एकदम प्याक छ सीफुड खाने कस्टमरहरू हो यो चाहिँ फिस जताततै फिस देख्न सकिन्छ यहाँ हुन त फिस मार्केट यहाँ ठुलो छ फिस मार्केट मैले त्यो आज देखाउन सकिनँ म कुनै दिन फेरि टु बी कन्टिन्यू गर्नेछु फिस मार्केटको लागि छुट्टै भिडियो बनाउनेछु तपाईँहरूको लागि यहाँ पनि छ र त्यसै गरी छुङ नामकै आसान्सी छुङ नामको हुन्छन् भन्ने सिटीमा छ एउटा फिस मार्केट और marketing everything is available there I think त्यही भएर म त्यहाँ कुनै दिन पुगेँ भने यसरी नै म भिडियो तपाईहरु समक्ष पनि साझा गर्नेछु बेबीहरु आउँदैछन् यस सबैजना रमाइलो मुडमा दिइन्छ बाटो एकदम राम्रो छ एकदम क्लिन बाटो हुन्छ यहाँ हुन त नेपालको काठमाडौँमा पनि न्यू इयर साइट काठमाडौँ महानगरको मेयर बालन शाहले प्रयास गरिराख्नु भएको छ ती कुराहरूलाई मध्यनजर गर्दाखेरि सायद उहाँको सिद्धान्त पनि यहीसँग मिलाउन सक्छ र त्यसै गरी यहाँको जुन वेको साइडमा त्यो ट्रीहरू होइन एकदम हुन्छ नि यता कता यहाँ सायद छैन अन्तै जुन अगाडिको पिक्चरहरूमा त्यो मैले देखाएको थिएँ वेको माथिल्लो साइडतिर त्यो वाल लाग्ने जस्तो त्यो चाहिँ सम्पिता भन्छ धरानको मेयर अर्को साम्पाङको सिद्धान्तसँग मेल खाएको हुनुपर्छ यस्तै कुराहरूले गर्दाखेरि कोरिया विकास क्षेत्रमा एकदम पनको मारेको छ पुनः म खिलगरी फुड है बाटोमा थापेको सिक्ताङहरू भन्छ यहाँ खानेकुराहरू यहाँ चाहिँ आजुम्माहरू हुन्छ यहाँ हेर्नुहोस् त बजुहरू आमाहरू हुनुहुन्छ हेलो 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 आफै खानुहुँदैछ उहाँले यसरी हेलो ओके एकदमै राम्रो लागिरहेको छ अब म पुनः टर्निङ पोइन्टमा आइसकेको छु Okay guys, finally
आजको 7 ब्लगिङ सकिएको छ र म अहिले पुनः आफ्नो निवासतर्फ फर्किँदैछु। भिडियो के कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। म नेक्स्ट भिडियोमा पुनः नेक्स्ट सिटीको भिडियो तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्को गर्नेछु। आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुहोला, माया गर्नुहोला। है त, जय नेपाल।